भाडा मस्काउँदैछ हैन यसरी कालो भाडा ल मस्का मस्का मजाले मस्का युट्युबमा तेरो भिडियो हुन्छ युट्युबमा हाल्दिनु अनि ल ल ल छिटो यहाँ क्यामेरा खोल्दिएको झन् बजाउँदैछ मजाले अनि कस्तो लाग्दैछ भाडा मस्काउँदा तपाईलाई एकदम नराम्रो कस्तो लाग्दैछ भाडा मस्काउँदा राम्रो अझै ल्याइदिनु पर्ने हो भाडा ल्याइदिनु पर्ने हो ए ल्याइदिनु पर्ने हो भाडा अझै चाहियो अरे पुगेन अरे अझै उता पनि अर्को घरमा पनि छ अरे भाडा डेक्ची त्यो खोलेको भाँडा पनि होला बिहान पो आएको ल भइगयो त अनि कालो भाँडा मस्काउँदा कस्तो मजा मजा फिल कस्तो हुन्छ फिल कालो भाँडा मस्काएको फिल मजा आउँदैन भाँडा मस्काउन किन आउँदैन मजा आउँछ भने सबैले मस्का यो भाँडा फेरि मस्काउनु पर्छ अरे त एकचोटि नत्र मासु मासु गनाउँछ के वा भाँडा मस्काउनु बाबाहरु माछा मासु खानुहुन्न नि त सबै मासुको भाँडा हुने मजाले ठोक अझै एकचोटि मस्काउनु पर्छ एकचोटि सरप छ त नि सरपले रहेछ त नि कोनाहरु खानुहुन्न नि फेरि बाबाहरु कसरी मस्काउँदैछ यता हेरेर भन्दैछ मिची 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 ल यसरी भाँडा मस्काउँदैछ हैन अझै ल्याइदिनु अरे भाडा अझै ल्याइदिनु पर्ने सुजन भाडा छैन अझै खोइ छिटो ल्याउन अझै एक गाडी अब एक गाडी भाडा ल्याउँदा हुन्छ पुग्छ हैन अनि चाहिँ चिया चिया खानुहुँदैन अनि मस्काउनु अहिले नि नमाग यता हेर्न त भाइरल बनाइदिनु है गाइस भाइरल बनाइदिनु ल ल ल भाइरल हुन्छ जस्तो